मैले चाहिँ अब मेसेन्जरहरू पनि प्रयोग गर्छु। मैले पहिला चाहिँ दपे बढी युज गर्थेँ। हजुरलाई दपेमा मन परेको सुविधा, दपेबाट पाइएको मन परेको सुविधा के थियो होला? दपेमा चाहिँ अब छिटो रिचार्ज हुन्छ, एकदम रिचार्ज छिटो गर्न सकिन्छ, एकदमै सजिलोसँग। अनि अर्को कुरा चाहिँ यदि त्यो रिचार्ज गर्दाखेरि अलिकति प्रब्लम हो भने तुरुन्तै रिफन्ड पनि हुन्थ्यो मेरो। Do you have any idea of any additional services that Dape provides? You can also pay your internet bill, your electricity bill using it, and also charge your SIM, or you can just use it for in-app purchases. अन्तर्राष्ट्रिय कल बाहेक दपेबाट अरू सुविधाहरू केही लिनु भएको छ? फ्यामिली रिचार्जहरू गर्नको लागि मम्मीलाई रिचार्ज गर्न आउँदैन, सो मैले चाहिँ त्यही दपेको माध्यमबाट चाहिँ मम्मीलाई रिचार्ज गरिदिएको छु। नमस्कार, अहिले चाहिँ म दपेको टिमसँग छु र दपेले चाहिँ एकदमै सहज बनाएको छ हाम्रो कम्युनिकेसनलाई। कोरियामा रहेका अरू नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि दपे प्रयोग गर्न अनुरोध गर्दछु। एकदमै सजिलो छ। धन्यवाद।